विद्यालय आफैले चाहिँ सम्पूर्ण आफ्नो विद्यालय मातहतको शिक्षकको हाजिरी कसरी निकाल्ने, कसरी चाहिँ प्रिन्ट गर्ने भन्ने विषयमा चाहिँ म आज एउटा सानो भिडियो हजुरहरूलाई बनाएर पेस गर्दैछु। हजुरहरूले हेर्नु होला है। आफ्नो विद्यालयको हाजिरी कसरी डाउनलोड गर्ने, महिना वाइज कसरी डाउनलोड गर्ने र विधा स्वीकृतिका विषयदेखि लिएर काज क्षेत्र भ्रमण चाहिँ कहाँ आएर बस्छ र पुरानो पेन्डिङ काज विधा अनि क्षेत्र भ्रमणलाई कसरी सिफारिस स्वीकृति गर्ने विषयमा पनि यो भिडियो केन्द्रित रहनेछ। यसको लागि सबैले फर्स्टमा चाहिँ यो प्रको अकाउन्टबाट मात्रै चाहिँ आफ्नो विद्यालयको मातहतको सबै शिक्षकहरूको हाजिरी हेर्न मिल्छ। अन्य टिचरहरूले चाहिँ आफ्नो आइडी लगइन गरेर आफ्नो हाजिरी हेर्न मिल्छ। त्यसको लागि चाहिँ अब सबै शिक्षकको हाजिरी हेर्ने बेला चाहिँ सम्बन्धित विद्यालयको प्रले आफ्नो आइडी लगइन गर्नु होला। मैले यहाँ एउटा विद्यालयको आइडी चाहिँ राखेर यहाँ प्र सरको आइडी राखेर लगइन गरेर म देखाउँदैछु। अहिले म कृष्ण माविको हाम्रो हेड सरको आइडी लगइन गरेर यहाँ देखाउँदैछु हजुरहरूलाई। यहाँ हेड सरको आइडी लगइन भइसक्यो। लगइन हुने बित्तिकै यहाँ ड्यासबोर्ड खुलिराखेको छ। यो ड्यासबोर्डमा जम्मा 46 जना मध्ये चाहिँ 2 जना मात्रै उपस्थित हुनुहुन्छ, अरू सबै अनुपस्थित देखाइरहेको छ आज चाहिँ है। अनि त्यसपछि गएर यहाँनिर एउटा घन्टी जस्तो छ। यहाँ जति पनि छ यो नोटिफिकेसनहरू हो। विधा कसैले भर्यो अथवा काज भर्यो, क्षेत्र भरण भर्यो भने चाहिँ यहाँ चाहिँ हेड सरलाई नोटिफिकेसन आउँछ। यो नोटिफिकेसन कस्तो छ भन्दाखेरि अहिले 2टा मात्रै देखाएको छ, तर ब्याकडेटमा पनि कतिपय चाहिँ नोटिफिकेसन पेन्डिङ भएको हुनसक्छ। त्यस्तो कन्डिसनमा चाहिँ ब्याकडेटको नोटिफिकेसन कसरी हेर्ने त भन्दाखेरि यहाँ यो मितिदेखि भन्ने छ नि, यसमा चाहिँ हजुरले ब्याकडेट चाहिँ छान्नु पर्यो। जस्तो अब मैले वैशाख 1 गतेदेखि असारको 1 गतेसम्मको मैले सबै यहाँ खोज्नेमा क्लिक गरेँ। अनि यहाँ चाहिँ जति पनि यो बाँकी भनेको छ, यो बाँकी भनेको चाहिँ प्रोसेस नभएको, शिक्षकले भर्नु भएको तर प्रोसेस नभएको भन्ने बुझिन्छ। अब यहाँ लिस्टमा धेरै छ, कतिपय स्वीकृत पनि छ यहाँ होइन, कतिपय रातो अस्वीकृत पनि रहेछ र 1-2टा बाँकी पनि बचेको रहेछ। बाँकी चाहिँ यो बिचमा एउटा रहेछ, यो पुरानो पेन्डिङ नै होला सायद। यो चाहिँ कुन महिनाको हो भन्दाखेरि यो जेठको 17 गते आवेदन गर्नुभएको रहेछ। यहाँ कृष्ण कुमारी थापा मगर म्याडमले भैपरी क्याबी विधा चाहिँ आवेदन गर्नुभएको रहेछ 1 दिनको। यो चाहिँ पेन्डिङ नै छ है। यस्तो चाहिँ विधा काज क्षेत्र भ्रमणहरू चाहिँ धेरैमा पेन्डिङ हुनसक्छ। त्यसलाई चाहिँ हजुरहरूले यसरी सर्च गरेर सबै पुरानो मितिदेखि नै एकचोटि सर्च गर्नु होला। पुरानो मिति जस्तो अब वैशाखको फर्स्ट गरिसक्नु भएको छ भने त केही भएन। अब मेन भनेको चाहिँ यो जेठ महिनादेखिको भरिराख्नु भएको होला सबैले। जेठको हेर्दा पनि भयो, नभए पुरानो वैशाखदेखि नै हेर्नुहोस्। कतिपयले वैशाखदेखि नै यहाँ प्रोसेस गरिराख्नु भएको छ। त्यस्तो कन्डिसनमा वैशाखदेखि नै हेर्नु होला। अनि यसरी वैशाख 1 गतेदेखि आजसम्मको मिति लिएर खोज गर्नुभयो भने चाहिँ खोज्नुहोस् गर्नुभयो भने चाहिँ यहाँ बाँकी भनेर आउँछ। अब यो कतिपय चाहिँ बाँकी मात्रै हेर्न पनि मिल्छ। कसरी हेर्ने भन्दाखेरि यो जुन यहाँनिर आइकन छ, यो चुज कोलम चुजर भन्ने, यसमा क्लिक गर्नुभयो भने यहाँ अवस्था भन्ने छ एउटा। यो अवस्था भन्नेमा क्लिक गर्नुभयो भने यहाँनिर एउटा अवस्था भन्ने चाहिँ कोलम चाहिँ एड हुन्छ। अब यहाँ अवस्थामा गएर यहाँ बाँकी मात्रै टिक लगाउनु भयो भने अनि ओके गर्नुभयो भने यहाँ बाँकी कतिवटा छ त्यति मात्रै बाँकी देखाउँछ। यो चाहिँ एकदम इजिएस्ट वे बाँकी मात्रै हेर्नलाई हो है। जति पनि अब यो लिस्टमा धेरै लिस्टमा चाहिँ अब यो स्वीकृत पनि भएको छ, अस्वीकृत पनि भएको छ। यो 3टै मध्येमा बाँकी यसरी हेर्दाखेरि त खोज्नु पऱ्यो नि त। त्यो खोज्नु नपरोस् भन्नलाई चाहिँ यहाँनिर कोलम चुजरमा गएर यो अवस्था भन्नेमा चाहिँ टिक लगाउनु होला है। टिक लगाउनु भयो भने अनि यहाँ अवस्था भन्ने आउँछ। यसमा एउटा फिल्टर छ, यो फिल्टरमा टिक सबै हटाएर बाँकी मात्र लाउनु होला अनि ओके गर्ने। अनि त्यसपछि चाहिँ यो प्रोसेस गर्नु होला। यो सबै ग्रिन हुनुपर्छ। ग्रिन भन्दाखेरि कस्तो भन्दाखेरि अहिले यहाँ बाँकी मात्रै चुज गरेका छौँ। यो जस्तो यो प्रोसेस गर्दै जानुहुन्छ, यो अगाडि बढाउँदै जानुहुन्छ, यो चाहिँ यहाँदेखि हट्दै जान्छ र यो अवस्थापछि हजुरले आफैले यहाँ स्वीकृति नछान्दासम्म चाहिँ यो खाली नै देखाउँछ त्यहाँनिर है। र त्यसै गरी अब फर्स्टमा चाहिँ यो नोटिफिकेसन जति पनि छ
पेन्डिङ यो चाहिँ क्लियर गर्नु होला हाजिर निकाल्नुभन्दा अगाडि। किन भन्दाखेरि पेन्डिङ बिदा आवेदन, बिदा निवेदन, त्यसपछि काज, त्यसपछि सिफारिस हुनसक्छ कतिपय जेठ महिनाकै हजुरहरूको शिक्षकहरूको थुप्रैको पेन्डिङ हुनसक्छ। त्यस्तो कन्डिसनमा हजुरले गएर प्रतिवेदन सिधै निकालिदिनु भयो भने चाहिँ उहाँको स्वीकृति नहुँदै चाहिँ प्रतिवेदन आउँछ अनि त्यहाँ अनुपस्थित देखाउँछ कतिपयको। त्यस भएर चाहिँ यो नोटिफिकेसन चाहिँ पहिला क्लियर गर्नु होला, सबैभन्दा पहिला चाहिँ नोटिफिकेसनै क्लियर गर्नु होला। अनि अर्को कुरा, कतिपय शिक्षकहरूले चाहिँ बिदा भर्नु हुँदैन, अनि काज पनि भर्नु हुँदैन, क्षेत्रभरण पनि भर्नु हुँदैन हैन। अहिले सिस्टममा 7 दिन अगाडिसम्मको बिदा, काज र क्षेत्रभरण भर्न मिल्छ, तर 7 दिन क्रस गरिसक्यो भने चाहिँ भर्न मिल्दैन। त्यो चाहिँ हजुरहरूको पूर्ण जिम्मेवारी रहन्छ कि 7 दिनसम्म चाहिँ हजुर आफैले चाहिँ भर्नुपर्ने हुन्छ। त्यो अरू कसैले पनि भरिदिँदैन। अब आफूले जान्नु हुँदैन भने सम्बन्धित विद्यालयमा कोही अरूको चाहिँ अरू शिक्षक साथी अथवा चाहिँ त्यहाँ लेखाको सर म्याडमहरूले पनि एकचोटि ट्रेनिङ लिनुभएको छ, सल्फा म्याडमहरूले, उहाँहरूसँग पनि गएर सोद्धा हुन्छ र सिकेर भर्दा हुन्छ है। यो चाहिँ सिक्दै गर्नु होला। अब यो चलाइराख्नु पर्ने हुन्छ, अनि आज एकजनालाई भनेर टर्यो, भोलि फेरि भनिहाल्छौँ गरिदिइहाल्छौँ भनेर चाहिँ नगर्नु होला। त्यो अब यो रातो लाग्ने क्रम जारी छ। यहाँ कतिपयको धेरैको चाहिँ रातो लागेको छ यहाँनिर। अब यहाँ हाजिर हेर्नु पऱ्यो भने प्रतिवेदन गएर इन आउट प्रतिवेदन जाने, त्यसपछि जेठ छान्ने, अनि यहाँ एक एक कर्मचारी गर्ने छ, एक एकमा कर्मचारी छान्ने, नभए सबैमा क्लिक गरेर यसरी सर्च गर्नुभयो भने यहाँ चाहिँ यो सबैको हाजिर आउँछ यसरी है। अब यो रातो लागेको जति चाहिँ एब्सेन्ट भएको अथवा काज केही क्षेत्रभरण भर्नु भएको थियो, त्यो चाहिँ पेन्डिङ भएको हुनाले त्यस्तो देखाएको हो है। यो चाहिँ सुरुमा चाहिँ यो नोटिफिकेसन चाहिँ क्लियर गर्नु होला, त्यसपछि बल्ल यो प्रतिवेदन साइडमा जानु होला हेड सरहरूले। अनि अब यहाँ बिचबिचमा छ यो चाहिँ रातो लागेको, यो हाजिर नगरेको हुनाले त्यस्तो भएको, अथवा बिदा बस्नु भएको छ उहाँहरूले बिदा भर्नु भएको छैन, त्यो भएर पनि रातो लागेको छ है। अब यसलाई एकमुष्ट यसरी प्रिन्टमा क्लिक गर्नुभयो भने यो सबै चाहिँ यसरी यहाँ प्रिन्टर सिलेक्ट गरेर, कलर प्रिन्टर छ भने कलरमा पनि आउँछ, यदि सादा छ भने यो सादामै आउँछ। यो अहिले जुन डार्क सेडेड छ यो कतिपयकोमा नआउन सक्छ, त्यसको लागि चाहिँ यो मोर सेटिङमा क्लिक गर्नु होला, अनि यहाँनिर गएर यो ब्याकग्राउन्ड ग्राफिक्स भन्ने चाहिँ यसमा चाहिँ टिक लगाउनु होला। यो ब्याकग्राउन्ड ग्राफिक्समा टिक लगाउनु भयो भने अब लेजर प्रिन्टर हो भने चाहिँ यो कलर वाइज चाहिँ अलिकति डार्क अनि लाइट स्याडो हैन त्यसरी आउँछ। यो ब्याकग्राउन्ड ग्राफिक्समा टिक लगाउनु भएको छैन भने चाहिँ सादा आउँछ, हजुरहरूलाई खोज्न अप्ठ्यारो हुन्छ फेरि है। त्यही भएर ब्याकग्राउन्ड ग्राफिक्समै टिक लगाएर चाहिँ यसलाई प्रिन्ट हान्नु होला। प्रिन्ट हान्नु भने यसरी नै स्याडेड आउँछ र यो के को बस्या थियो भन्ने कुरो चाहिँ त्यस्तो काज अनि क्षेत्रभरण त्यसको अलग अलग कलर प्याटर्नहरू छ, त्यही अनुसारले अलि लाइटली ब्ल्याक अनि अलि डार्क ब्ल्याक त्यसरी आउँछ यो चाहिँ। अनि यसरी प्रिन्ट गर्नुभयो भने प्रिन्ट हुन्छ र यहाँ चाहिँ अब कम्प्युटर प्रिन्ट गर्नेको नाम, पद, मिति हैन, त्यसको सिफारिस गर्ने, प्रमाणित गर्नेहरू सबैको यहाँ आउँछ। यो 3 लेभलको हुन्छ। यसरी चाहिँ हजुरहरूले प्रिन्ट गर्न सक्नुहुन्छ विद्यालयको सबैको शिक्षकहरूको हाजिरी।